केही गरेको छैन आमा अब गर्न बाँकी छ तिर्दा त आमाले सम्हाल म भित्र लगेर काम गर्न थाल्छु अయ్యా गाह्रो भयो बाबु कसरी छ अलिकति छ आमा बाटो धेरै छैन बिस्तारै बिस्तारै जानु साह्रै दुःख पाइस् तैँले नि केही छैन के गर्नु छ बाबु दुःख मान्ने कुरै भएन नि आमालाई यस्तो हुँदाखेरि पनि हजुरलाई सन्चो हुन्छ भन्नुभएको छ डाक्टर साहबले औषधि दिनुभएको छ त्यो औषधि खाएपछि बाबु साह्रै गाह्रो भयो कामा छ हात खुट्टा नि छोरो त जन्माए तर के गर्नु कपुत परेछ उमेश तँलाई मैले नजन्माए पनि तँ नै मेरो छोरा होस् तैँले मलाई ठुलो गुण लगाइस् बाबु बुहारी त्यत्तिकै सहनशील छिन् माया गर्छिन् अब यो बुढेसकालमा साराको ठुलो खाँचो हुँदो रहेछ भगवान् हो नि आमा हजुरले कस्तो कुरा गर्नुहुन्छ क्या हजुरले नजन्माए पनि म हजुरकै छोरा त हो नि हजुर धेरै बोल्नुहुन्छ डाक्टरले पनि धेरै नबोल भनेको छ हामी छँदैछौँ नि बुहारी पनि छन् हजुरको रेखदेख गर्ने हजुरकै छोरा चाहिन्छ भन्ने होइन नि बाबु कति बाटो म मेरो कुरा गर्नु बुहारीले पनि राम्रो गरेकी छिन् मलाई जाउँ घरमै गएर कुरा गरौँ भयो कि आमा कति पिर गर्नुहुन्छ हामीलाई सहयोग गर्ने दाइ पनि हुनुहुन्छ म छु हजुरलाई माया गर्ने ल हेर्नुहोस् बिस्तारै घर जाउँ जाउँ होइन अब बिस्तारै गाउँको बाटो गाडी पनि नलाग्ने है यही त समस्या छ गाउँघरमा हिजोको रक्सी भन्दा त आजको त डबलै कडा भने पैसा पनि फेरि सुक्को छैन अब त उधारै दिन भन्छ माइली पक्कै पनि त्यो बुढी चाहिँ आज घरमा आए जस्तो छ है हप्ता दिनसम्म हस्पिटल राखेको छ पैसा त पक्कै पनि ल्यायो हिजो अस्तिसम्म त बिदा भत्ता आउनु पर्यो कस्तो लाग्यो खत्रै कडा रक्सी रहेछ मेरो आमा पनि फेरि त्यो साले उमेशको कुरा सुनेर होला मेरो त घरै बिगारिदिने भयो भने हेत ओहो आज चाहिँ जसरी पैसा मागेर उधारो तिरेर फेरि टन्न खानु पर्ला अनि त्यो उमेशलाई कसरी चेताउनु पर्छ मलाई थाहा छ त्यसले गर्दा हो क्या सबै मेरो हालत यस्तो भएको त्यसले गर्दा हो यसलाई मैले जानेछु कसरी गर्नुपर्छ बिस्तारै हेर्नु है बिस्तारै घर त आयो बर्ना नि ढोका खोल त चाबी छैन होइन तिमीसँग बस्नु बिस्तारै बस्नु त त्यसै बस्नु रहेछ छोरी उठ्नु त ल बस त्यस्तै बसे भए हुन्थ्यो चिसो न हुन्छ आमा साथी बुहारी तिमीले त्यो औषधि कता राख्यो भित्र राख्यो कि के हो ए मैले त भित्र राखेँ नि दाजु जाऊ ल्याऊ पख असाध्यै घाम भयो भित्रतिर लगतै गुन्डीलाई हुन्छ आमा ल बिस्तारै भन्नु त ल हुन्छ ठिकै छ ल आउनु बिस्तारै है ल लिएर आऊ त जुत्ता खोल्नै पर्यो बाबु बल्ल घर आइपुगे मलाई त बात दिन जस्तो लागेको थियो यस्तो केही हुन्न अब चिन्ता नगर्नु त्यो गफङ्गा छोरो एक दिन हस्पिटलमा भेट्न आएन
न घरैमै छ बरु यो कुकुर रहेछ अलिकति वफादार भनेकै भगवान् कस्तो छोरा जन्माइछु मैले बाबु आमा हजुर पिर नगर्नुहोस् क्या त्यो लफङ्गा केटाहरूको लैलैमा लागेर अहिले त्यस्तो भएको मात्रै हो पहिला त त्यो त्यस्तो मान्छे त होइन पछि एकचोटि ठक्कर खान्छ अनि बल्ल त्यसले चेत पाउँछ कि आमा अहिले चिन्ता नगर्नुहोस् हामी छौँ नि है दाजु कहिले सुध्रिनुहुन्छ होला र आमा रोगी हुनुहुन्छ भनेर मैले कति सम्झाउँछु उहाँलाई तर कहिल्यै उहाँको बुद्धि भन्ने आएन तेरै आएको छ बुद्धि यस्ता यस्ताको सङ्गत गरेर आज मेरो बुद्धि तिमीलाई थाहा छ कि थाहा छैन यो गाउँको सबैभन्दा बुद्धिजीवी मान्छे नै म हो के सोचेको छ तिमीहरूले ओइ दादा तैँले यो कस्तो कुरा गरेको हो होइन तँलाई अलिकति पनि लाज लाग्दैन आमालाई समयमा हस्पिटल नलगेको भए आमाको कुन अवस्था आउँथ्यो डक्टरले भन्नुभएको समयमा नलगेको भए जे पनि हुन सक्थ्यो अरे धन्न हामी थियौँ ऊ बुहारी पनि थिइन् अझ ठुलो कुरा गर्दो रहेछ ठुलो मान्छे हो ठुलै कुरा गर्छु तँलाई के को मतलब अलिकति ढिलो भयो भाइ आमा मर्ती होली मलाई के भयो धेरै बाठो नभने उमेशे यो सब आमाको वृद्धा भत्ता खाने योजना हो तेरो नगरको अस्पतालमा लगेर फ्रीमा ल्याएको औषधिमा पैसा आमाको खाना खोजाएनस् तैँले यो सब तेरो चलखेल हो मलाई थाहा छैन तँ पनि यसलाई उचालिरहेछस् तँलाई नै जानेछु पक चुप लाग्नुहोस् तपाईँ धेरै नबोल्नुहोस् पाप र धर्मको पनि ख्याल राख्नुहोस् आज आमा यति धेरै बिरामी हुँदाखेरि दाइ नआइपुग्नु भएको भए आज आमा भन्न पाउनु हुने थिएन तपाईँले ओइ मलाई आमाको केही मतलब छैन मलाई मतलब भनेको नै यसको र यसको मात्रै हो खै आमा पैसा ल्याऊ खुक्का कुलङ्गा तँलाई यस्तो कुरा गर्न लाज लाग्दैन तैँले कहिले आमालाई कमाएर पैसा राख्नु दिएको छस् ए मैले कमाएर राख्न दिइनँ होइन भनेपछि आमाको पैसा त तँसँग होला खैले पैसा सुन्दैनस् के भने बाबु तैँले यस्तो धन्न यत्रो औषधि खर्च गरेर अस्पतालमा जम्मै यसले बिल तिरेर घर हालेर राखेको छ अझ पैसा माग्छस् त भनेपछि आमा तपाईँसँग त पक्कै होला पैसा ल्याउनु न आमा पैसा हेर्नु न आमा हात कामिसक्यो क्या आमा मलाई दिन्न कसैले कार्ड हुने पैसा यत्रो धेरै औषधि किनेर ल्याएछ अस्पतालमा कति खर्च भयो कसैले कार्ड हुनु पैसा यो औषधि किने पैसा कहाँबाट आयो मेरो लागि चाहिँ पैसा छैन होइन तिमीहरूसँग मेरो लागि यो के गरेको बाबु तैँले धन्नमा बाँचेर आएको छु के त पैसा चाहियो भन्दैमा जे पनि गर्न तयार छस् त तेरो बाउ मरेर गएको पनि यत्रो वर्ष भइसक्यो तँलाई यो लाठे बनाउन मलाई कति गाह्रो भयो होला आफ्नो पेटलाई पानी मात्रै खुवाएर तँलाई मैले हुर्काए बढाए यति लाठे बनाए हे भगवान आज यही दिन देख्नलाई रहेछ मलाई मार बरु म किन भन्न सकिन मलाई किन फर्काएर ल्याइस् त जस्तो छोरा हुनुभन्दा बरु मेरो कोख बाँझै भएको ठिक हुन्थ्यो आज सबै भएर पनि म एक्लो भएको छु यो मन कति रोको छ दिन त बित्छ नि
रातमा मलाई असह्य हुन्छ। बिन्ती बाबु, यो कुलतबाट त छुटकारा पा। अबदेखि यस्तो अमलमा आफ्नो जीवन नसिद्ध्या। छोरा, त्यसो नगरमा सुध्रेको हेर्न चाहन्छु म। सम्झा यसलाई, मेरो भाइ हो। हुन्छ आमा, हजुर चिन्ता नगर्नुहोस्, म बिस्तारै बुझ्छ। म मरेकोमा कसलाई आमा भन्थिस्? यसरी कसलाई थर्काउँथिस्? म जीवित हुँदा तँलाई महत्त्व छैन। म मरेको दिनमा एक्ला आमा भनेको के हो? आमा नरुनुहोस् न। अब तपाईँलाई आमालाई रोनलाई अलिकति पनि लाज लागेन? यो घरको कर्तव्य हजुरको पनि हो, नबोल्नुहोस् तपाईँले कहिले पनि। श्रीमान भन्न पनि मलाई त लाज लागेर आउँछ। हजुरले गर्दाखेरि अझै यो गाउँ समाजमा मुक्ति गराइन पनि हामीलाई त लाज भइसक्यो। छोड्दै बुहारी, 12 वर्षको कुकुरको पुच्छ ढुङ्गामा राखे पनि बाङ्गोको भागै भन्थे। सायद त्यही भएको होला। मेरो भाग्यमा यस्तो रहेछ। म छोडिदिनुहोस् आमा, यस्तालाई सम्झाएर सम्झिने भए पो सम्झाउनु। हामी छौँ नि आमा। बरु हजुरको औषधि खाने बेला भइसक्यो। ए, मलाई पैसा दिनुपर्छ भनेर यत्रो नाटक देखाइ छैन तिमीहरूले? होइन बाबु, के भने तैँले यो? तिमीहरूको नाटक हेर्नुभन्दा त गइनँ म। अब यता जाउँ भने अघिको पैसा तिर्न बाँकी छ। यसो गाउँतिर कोही त नौडा भेटेन नि। कहिले पुगिन आउने हो? म बिस्तारै सुत्रेँ ल। ल म पनि धेरै दिन भयो घर छोडेर हिँडेको। म घरतिर जान्छु। तिमी आमालाई यसो पानी ल्याइदियो, औषधि खानुपर्ने बेला भइसक्यो। भाइ बुहारी म लागेँ। बाबु, यसो के खाएर गावा हुन्थ्यो? होइन हुन्छ, ठिकै छ आमा। त्यही भोक लागिसकेको छैन। अब घरै मेरो घर खानु पर्ला। आमा म लागेँ है त। ल बुहारी आराम गरेर बस्नु, म पानी लिएर आउँछु। जिन्दगीले भारी मलाई पैसा दिनुपर्छ भनेर तिनीहरूको त्यत्रो नाटक। ओहो, बाटो पनि डेन्जर छ त, लडिन्छ कि क्या हो? अब साले त्यो उमेशे चोरले गर्दा मेरो घरै भाड्ने हो। हुँदा हुँदै मेरो बुढी धरी त्यसको सपोर्टमा। त्यो उमेशेलाई एक दिन भन्दा भन्दै चप्पल पनि यही बेला पैसा नभए बेलामा चप्पल पनि चुट्यो। त्यो उमेश चोरलाई बाटो ढुकेर यस्तो हान्छु एक दिन, थाहा पाउँछ त्यसले मको। बुहारी, बुनीलाई हस्पिटल राखेको नि 1 हप्ता भइसक्यो। कहिले ल्याउँछन् कुनी? मैले त फोन पनि गरेको छैन, भेट्न पनि गएको छैन। दिदी भेट्न आइन भनेर कति गुनासो गरियो होला। हामी भेट्न नगएर के भयो त आमा? ऊ छोरा जानुभएको छँदैछ, उहाँलाई सबै कुरा थाहा भइहाल्छ नि। हुन त हो, अनि कहिले ल्याउँछन् अरे त थाहा छ त तिमीलाई? खोइ फोनै गर्नु भएको छैन।
एकचोटि फोन गरेर बुझाउँला नि त कहिले ल्याउनु हुँदो रहेछ, बरु हामी घरमै भेट्न जाउँला नि त। मेरी बहिनीले पनि कहिले सुखा पाइन, बेलैमा बुढो मरिहाल्यो। त्यस पछाडि छोरो पनि कुलाङ्गार जन्मेछ। धन्न मेरो छोरो चाहिँ संस्कारी जन्मेछ र हस्पिटलसम्म लगिदियो। हरेक कुरा मलाई भन्दा उसको सानीमालाई बेसी माया गर्छ। हुन त मलाई पनि गर्छ नै, तर नदेखेको होला यहाँ घरमै भएको भएर। यसो केही भयो भन्नु बुत्तिकै कुदिहाल्छ सानीमाकामा। जे होस् मेरा छोराले पढो, छोरो जन्मे त मेरो जस्तो जन्मिनु। मेरो छोरादेखि म साह्रै खुसी छु बुहारी। म पनि साह्रै खुसी छु आमा। भगवान जस्तो श्रीमान पाएको छु, आमा जस्तो सासू पाएको छु। म पनि धेरै खुसी छु। मेरै कारणले त्यो घरमा बहिनीले बे गरेर गई। आज धेरै दुःख पाकी छे। मलाई माइतमा के सोचे होला, घर राम्रो छ, हुन्छ बुवा दिनुहोस् भनेर बुवालाई पनि कर जबरजस्तीले बे गर्न लगाए। आज मेरै कारणले मेरो बहिनी रुँदै हिँडेकी छे। आमा मलाई बहिनीले कहिल्यै माफ गर्दिन होला है? हेट लाठी, त्यस्तो पनि सोच्छन् त? आफ्नो भाग्यमा जे लेखेको छ त्यही हुनुपर्छ। आमा साँच्चै हजुरहरू त जुम्ल्या भन्नुभएको होइन? हो नि बुहारी, हामी जुम्ला एकैचोटि जन्मेका, तर भगवानले भाग्य लेखिने बेलामा फरक फरक लेखिदिए रहेछन्। कसको भाग्य कसको, कसको भाग्य कस्तो विचित्रको रहेछ भगवानको यो लेखाइ पनि। बुहारी आमा ए आइपुगे छोरा, अनि बहिनीलाई कस्तो छ नि? अहिले सानीमाले ठिक छ आमा। अहिले यी लामो कुरा गर्नुभन्दा पनि मलाई साह्रै भोक लागेको छ आमा। यसो केही छ भने खाऊ न। पुरै गर्न मान्दैन, भोक लागेको अरे ल हिँड बुहारी। हुन्छ नि त आमा, खाजा खाऊँ न। जान्छ। ढिला भइसक्यो, अलिक छिटो गर न। उहाँ गाउँले अरू पुरेर बसिराख्या होला नि, कस्तो ढिला गरे? तपाईँको हतार हो नि, बानी पनि कहिले सुत्रिँदैन। बा अरे छोरी तिमी त खबरै नगरी आयो त। अनि घरमा सबै ठिकठाक त छ नि? के ठिक हुनु नि बा, तपाईँको जहिले पागल बनाइसके। अनि आफ्नै माइतमा पनि सोधेर आउनुपर्छ र बा आमा। छोरी तेरो भाग्य नै त्यस्तै रहेछ त। फेरि के गर्नुपर्छ अहिले? आमा भएको व्यवहारले गर्दा गाउँमा पनि मुख देखाएर हिँड्न आज मर्दो भएको छ। आज तपाईँलाई ज्वाइँले दिनरात रक्सी खाएर आएर आमा र मलाई कुटाउला मारुला जस्तै गर्नुहुन्छ। त्यति बेला त सहेर चुप लाएर बसेस्? के गरौँ त बा, जति सम्झाए पनि लाग्दैन। मैले त केही गर्न सकिनँ। लौ न बा, तपाईँ गएर सम्झाइदिनु पर्यो तपाईँको ज्वाइँलाई। होइन भने त त्यो घरमा बस्नुको मेरो कुनै औचित्य छैन। पिर नगर छोरी, म सम्झाउला ज्वाइँलाई। कस्ता कस्ता मान्छेहरू सुध्रिएका छन्। पिरमा छोरी, बाउले सम्झाएपछि पक्कै सम्झिनुहुन्छ। किनभने केटाकेटीको बाउ हुने बेला भएको मान्छे केटाकेटी त होइन नि, अवश्य सम्झिनुहुन्छ छोरी। तिमी नाच्थ्यौ छोरी, नाच्थ्यौ। सधैँभरि त्यसो गर्छन् भने प्रहरी लाएर भए पनि सुधार्नुपर्छ। नसुध्रेर सुख? खै बा, मलाई त सुध्रेर जस्तो लाग्दैन। माइतीको इज्जत जाला भनेर त्यो घर धान्दा बसेकी मात्रै हो। बा आमा, सासू आमालाई औषधि खुवाउने बेला भयो, म जान्छु है। छोरी केही त खाएर जाऊ न, बोकै जान्छौ र। होइन आमा, म त यसो बालाई आफूलाई भेटौँ भनेर मात्रै आएकी। जान्छु, आमालाई दबाई खुवाउन ढिला भइसक्यो। ल जाऊ त जाऊ। बाबा के गर्नु त पायो। ल जाऊ मुनि, हामी पनि त्यता। अनि बहिनी, हिजो आज तेरो बुढोले के गर्दैछन् त? जाँड खान छोडे कि पहिलाको जस्तै छन्? मेरो बुढाले जाँड छोड्नु र कालो कुकुरले लर गाउँ डुल्न छोड्नु एउटै हो दिदी। के को छोड्छन्? रलिएर कहाँ हिँडिराखेको होला अहिले पनि, मलाई त थाहा नै छैन। त धेरै पिर नगर न बहिनी। तेरो बुढालाई जति भने पनि कहिल्यै सुध्रिने होइन, जति भने नि कहिल्यै लाग्ने होइन। खोइ के भएको हो तेरो बुढा पनि। तैँले गर्दा त हो नि, मेरो परिवार राम्रो छन्,
दिवर बाबु असल छन्, दिदी बहिनी एउटै घरमा भइन्छ भनेर बिहा गरेकी होइनस्। आज यो दिन देख्नु परेको छ मैले। जेसुकै होस् दिदी, बुढा जस्तो सुकै भए पनि भगवान जस्तै सासु पाएकी छु मैले। भगवान जस्तो सासु पाएर मात्रै के गर्नु बहिनी? जिन्दगी बिताउने भनेको बुढासँग हो। अब बुढाले नै तँलाई बुझ्दैनन् भने मैले के भन्नु? तैँले पनि साह्रै दुःख पाउने भइस् बहिनी। अब दुःख पाएँ भनेर पछुताएर के गर्नु दिदी? बरु मेरो बुढालाई कसैले सम्झाइदिए हुन्थ्यो है। को छ होला है त्यस्तो सम्झाइदिने मान्छे? बुबाले। हेर कति सेती भएर दुब्लाई छ मेरी बहिनी, साह्रै बिरामी भइस् नि बहिनी। के गर्नु त बाबै, हस्पिटल नै भेट्न आउन पाइन, रिसाइस होला होइन? रिसाएन, के रिसाउनु, छोरोले गर्न विधि गरेछ। अब घरधन्दा नि गर्नै पर्यो, तपाईँलाई नि गाह्रै छ। छोड्दै जस्तो त्यस्ता कुरा छोड्दै के, छोराछोरीका कुरा गर्न हुँदैन, आफ्नो ज्यानको ख्याल राख। अनि छोराबरी खोइ त? छोरालाई सम्झाउँछु भनेको छ सन्देशज्यूले, त्यही भएर बुहारीसँगै गएको छ आज। हे ससुरालीमा अब चाहिँ सुध्रिन्छ कि केटो? सुतिदेखि साह्रै ढुक्क हुन्थ्यो बहिनी, मलाई पनि तेरो पिरले मनी साह्रै पिर लाग्छ तेरो। जहिले नि बेलैमा छोडेर जानुभयो, छोरो पनि त्यस्तो छ। हेर बाबै, अब त छोराछोरीले सुख दिने बेलामा छोराछोरीले टेन्सन दिएपछि कसरी जीव लाग्छ? अब आफ्नो पुरपुराण लेखेकै यस्तो रहेछ, रहर गरेर अर्काको देखेर हुँदो रहेछ बाबै। लेखेको कुरो भोगिरहेछु। त्यसो नभन्न, मेरो छोरो नि त तेरै छोरो त हो नि। त्यही त, मैले नजन्माएर के गर्नु, जन्मिया छोरोले त्यस्तो गर्यो। तपाईँको छोरो नभावे त म उहिले चिप्लिने रहेछु। तपाईँको छोरो नभन्न यार, दिदी बहिनीको छोरो मेरो भन्न। मैले मेरोमै छोरो भनेर छोरा छैन छैन। अनि तेरो छोरो बिग्रिँदा मेरो छोरो नि बिग्रिएको हो त्यो, हो कि होइन भन् त? अब मैले नि कराउँछु, अब मसँग त टर टर हिँड्छ, छेउै पर्दैन भने। अब यस्तै हो, बुद्धि बिग्रेपछि अब सङ्गतै नराम्रोको छ। अलि राम्रा राम्रा मान्छे सङ्गत गर्नु। अब माउरीको सङ्गत गरे फुलमा बस्न पाइन्छ, झिँगाको सङ्गत गरे नालेमा बस्न पाइन्छ भनेर उसैले सिकाउँथ्यो बेला मलाई। अहिले ठ्याक्कै उल्टो छ। होइन, मैले एउटा कुरा चाहिँ बुझ्न सकेको छैन के बहिनी, नढाँटी भन् त। के? पहिले बिहे नगर त यस्तो थिएन यो केटो, बिहे गरिकन चाहिँ बिग्रियो किन? होइन होइन दिदी, अर्का छोरीलाई दोष दिनुहुन्न, आफ्नो छोरै त्यस्तो। त्यो बुहारीले त यति स्याहार सम्हार गरेछ मलाई। जतिखेर नि आमा के भयो भन्छ, तातो पानी चिसो पानी यो खुट्टा मारिदिन्छ। बुहारीको दोष छैन बा छैन। एउटै कुखबाट जन्मेर पनि के गर्नु हे, तेरो भाग्य त्यस्तो, मेरो भाग्य त्यस्तो। उनीहरूले नि एउटै दिदी बहिनी बिहे गरेको। अब मेरी बुहारी त्यति सिल्छो बाउ कि छे, अब मेरी बहिनीले नि सुख पाउँछे भनेर माग्दैन त भन्न बर्ले लाएँ। बिचारा अहिले बुहारी टेन्सन गरेर बसिरहेछ, के गर्नु? त्यही त, आफ्नो मर्म आफैसँग। अब आफ्ना बुहारीका छारो उडाएर, आफ्नै ढाडको छारो उडाएर के फाइदा? बुहारी भनेर जात पनि त्यस्तै रहेछ नाइ दिदी। होइन, यसो बुहारीहरू त्यस्ता भए पनि हेर, अब तेरो नि छुचो मुख छ, मेरो नि छुचो मुख छ। जे जस्तो भए पनि अब छोराछोरी सम्झेर, छोरी जस्तै सम्झेर अब बुहारीलाई पनि यसो गर भनेर हातमा त लिनु पर्यो नि बाबा। ल्याछु बेला बेलामा सन्किन्छ क्या त्यो, जुन काठको बोक्रा त्यही काठमा टाँसिन्छ भने त त्यसको माइतीको मात्रै बखान गर्छ। अब दिदी बहिनी पनि आमा छोरी जस्तै भएका छौँ। आज मजाले पेट माझेर कुरा गर्न पाइयो। अब त मेरो आधा रौ ठिक भयो, मलाई त पुरै ठिक हुन्छ कि क्या हो अब केही दिनमै है। के कुरा गरे के तैँले पनि? आफ्ना दिदी बहिनी गफ गरेपछि अनि आदि रोग निको हुँदैन त? बिरामी हुँदा एक्लै हुनु र घर परिवार सबै हुनुमा धेरै फरक पर्छ नि बाबै। यो बेला ज्वाइँ भइदिएको थियो भने तँलाई यस्तो गाह्रो हुने थिएन। आफ्नो मनको दुःख सुख सबै पोख्न पाउँथिस्। बुहारीलाई भन्न मिलेन, छोरालाई भनौँ छोराको ताल त्यस्तो छ। म आएँ, केही कुरा भन्न पाइस् तँलाई सन्तोक भयो नि, चिन्ता नगर, म आइहाल्छु नि। ल बहिनी, म पनि जान्छु भनेर आएकी छुइनँ, यसो बाहिरतिर निस्केँ थिएँ, निस्किँदै बहिनीलाई हेरेर आउँछु भनेर यो मनै मानेन, त्यही भएर आएँ।
अब कहाँ गई भनेर फेरि खोज्छन् होला। म जान्छु, आउँदै गर्छु, आराम गर, खानेकुराहरू खा, औषधि टाइममा खा है। होइन होइन, म एक गिलास तातो चिया बनाउँछु। होइन होइन, म आउँछु खानालाई, अहिले केही नभनी आइछु के फेरि रिसाउँछन्। ल त ल है, ल औषधि खाए नानी। ल दि ल ल ल राम्रोसँग जानु है। ल ल ल आमा पछिको दिदी भन्थे हो रहेछ। आज मलाई यस्तो आनन्द भयो। दिदी बहिनी पनि तागतै रहेछन् हौ। तपाईँको कारणले गर्दा मेरा सम्झिने हजुर र छोरीले साह्रै दुःख छ। अब पनि तपाईँको बुद्धि नआए कहिले बुद्धि आउँछ? अब त त्यो घरको जिम्मेवारी आफ्नो होइन, त्यो कुरो बिर्सिनु भयो। एउटा छोराले गर्नुपर्ने दायित्व के हो त्यो पनि बिर्सिनु भयो। आज तपाईँकै कारणले गर्दा छोरी मेरा सम्झिने रातो दिन रोएर हिँड्नु परिरहेछ। कतिसम्म रोएर हिँड्ने? अलिकति अप्ठ्यारो लाग्दैन? तपाईँले एकदमै ठिक कुरा गर्नुभयो बुवा। त्यो लोखण्डलाई जति सम्झाए पनि कहिल्यै लाग्ने होइन, उल्टे हामी माथिले आइलाग्छ। कति सम्झाउनु बुवा, जति सम्झाए पनि हाम्रो देवर बाबुलाई कहिल्यै लाग्ने होइन। जहिले रक्सी खायो आयो, घरमा आएर घर झगडा गर्यो, खोइ कहिले आउने हो बाबुको बुद्धि पनि। यो त ज्वाइँ त असल हुनुहुन्छ, यो कान्छो ज्वाइँको बुद्धि के भएको? कहिले बुद्धि आउला त? मेरो छोरालाई सधैँभरि यसरी दुःख दिने होला त? जति भने पनि लाग्दैन। कति भन्नु? के भन्नु छ छोरी? भन अहिले नै। तिमीलाई गाली गर्छ भने होइन ज्वाइँले? के भन्नु र बा, तपाईँहरू नै सम्झाउनु न तपाईँको ज्वाइँलाई। ल भइहाल्यो नि त बुवा, अब बाबुलाई मात्रै कति कराउनु? यत्तिका सबैजना मिलेर सम्झाएको छौँ, अब त बाबुले पनि सम्झिनुहुन्छ होला नि त। त्यही भएर अब हामी चुप लागौँ, एकचोटि सुध्रिने मौका दिउँ बाबुलाई पनि। सही कुरा हो बुवा, उनले सही कुरा गरिन्। अब त सुध्रिनु होला नि ज्वाइँ। अब पनि सुध्रिनु हो भने नि जे गर्नुपर्छ त्यो कुरा हामीले जानेका छौँ। अब एकचोटिलाई सबै छोरीले ज्वाइँले भन्नुभयो होइन, ठिकै छ, हेरौँ तै पनि। अब मैले मात्रै कराएर हुँदैन। म त फेरि आउँछु नै झम्टिँदै। ज्वाइँ हामीलाई सोझो देखेर धेरै हेप्नु भयो जस्तो लाग्छ मलाई। तर एउटा कुरो ज्वाइँ, आमाले दुःख पाउनु भएन, याद गर। हुन्छ बा, अब म सुध्रिन्छु। तपाईँहरू कसैलाई दुःख दिनु। म आमालाई पनि माया गर्छु, भवानीलाई पनि के भन्नु कहिले लाग्छ बा? छोरी अब त यति गरेपछि नि ज्वाइँ सुत्लान् जस्तो लाग्छ। अब त सम्झिन्छन्, फिर नगर। ल जाऊ, तिमी पनि जाऊ। हस् बा, आमालाई औषधि खुवाउने बेला पनि भयो, म जान्छु है। ल भाइ। आमा गर्नु। हुन्छ त बुवा, आमा हस् त चाहिँ हामी पनि लाग्छौँ अब। ल है बुवा, अब त यति सम्झाएको हाम्रो बाबुले सुध्रिनु। के को पर्खिने? कति नै ससुरालीमा के किने छ भनेर बोलाएको, मेरो बेइज्जत गर्न बोलाएको होइन तैँले? त्यस्तो होइन कि हजुर। के कसो होइन? हजुर सुध्रिनुहुन्छ कि भनेर यसो बाला सम्झेर मात्रै लाग्यो मैले। म सुध्रिने? बाउ आमाले भनेको बेलामा त नसुध्रिने मान्छे। जब ससुराली भनेको कुरामा म सुध्रिन्छु, त्यहाँ त चुप लाएर स्याल जस्तो गरेर हजुर म अब माफ गरौँ भनेर नाटक गरेको। तेरो ससुराली हराइ चाहिँ देखाइदिन्छु ससुराली। हेर श्यामे, हिजो हामी हन्टिङ गएको, केही रमाइलो भएन। आज कहीँ न कहीँ एक ठाउँमा गएर रमाइलो गर, मजाकको शिकार गर। के कसो? ठिक भनिस्। जाउँ, मजाको रमाइलो गर्ने भए हिँडिहाल नि त। के बचिरह यहाँ कि कसो हो यार, तर कहाँ गएर कस्तो शिकार गर्ने यो दिमागमा आउँदै आएन यार। केही उपाय छ भने भन न, कतै गएर मजाकको शिकार गरेर चाखौ न यार। चाख्ने होइन त, त्यो चाख्नको लागि बराबरी गर्नुपर्छ। त्यो पनि दुईजनाको सहमति हुनुपर्छ, अनि मात्रै भन्छु।
साथीभाइ भनेको बारी चुली खाने हो नि अनि भन्न यार कहाँ छ कहाँ हुनु नि हाम्रै गाउँमा छ त्यो पनि तैँले चिनेकै छस् त मैले चिनेको छु रे को त्यो मलाई शिकार गर्नु धेरै आतुर भइसक्यो यार को हुनु नि हाम्रै गाउँको नामुख जरियाको स्वास्नी यस्तो राम्रो छ सही भनेछ यार तैँले बोल्दाखेरि नै मेरो मुखबाट रिहा लागिसक्यो यार तैँले राम्रो छ त भनिस् तर त्यसलाई भेट्न कहाँ जाने हो यार भन न चितो आतुर भइसक्यो मलाई धेरै नआत्ती आतुर मान्नु पनि पर्दैन उसलाई भेट्नलाई उसैको घरमा भेटिन्छ त्यति पनि तँलाई थाहा छैन ओहो आज यिनीहरूलाई भनेर सट्टा हान्न पाए त आजको तिर्फुल मेटिन्थ्यो बिहानको यस्तो दामी कडा रक्सी आज यिनीहरूले खुवाउनु पर्छ जस्तो छ नमस्ते दादा मेरो दादाहरू नमस्ते नमस्ते आराम हुनुहुन्छ आरामै छु भगवानले भन्छ नि तँ हात म पुऱ्याइदिन्छु त्यही भएको हो यो त्यही भन्न दादा मलाई नि त्यस्तै लागिरहेको छ हजुरहरूलाई भेटेपछि तँलाई के चाहियो अब खासमा त दादा घाँटी सुकेर प्याक प्याक भइसक्यो यसो अलिकति खाऊ कि भन्ने विचार भनेपछि तँलाई त्यही झोल चाहियो होइन हजुर दादा हिँड तँलाई त्यस्तै तिर्खा लागेको छ भनेदेखि सोमरस खानु नै हो त हजुर दादा ल हिँड्न त सोमरस खान जान ल हिँड हजुर दादा छोड्न लागिसक्यो दादा बाटोले अप्ठ्यारो छ है बिस्तारै घरमा है आज यो दादाहरूले मलाई यति इन्जोय गराइदिनु हो यति खुसी छु दादाहरू अनि तिमीले चाहिँ मज गर्यो इन्जोय गर्यो हामी चाहिँ के गर्ने त भन्नुहोस् दादा भन्नुहोस् तपाईँको लागि म छु तपाईँलाई के चाहियो दिन्छस् त के दादाहरूको लागि के म घाँटी काट्दिउँ मेरो टाउकै चढाउँदैछु दाइ तपाईँलाई भन्नुहोस् न के चाहियो तेरो सोच्ने चाहिँ तेरो सोच्नेको रस चस्नु पर्यो बुझ्यो के रे मेरो बुढीको रस कुछ मारिदिउँ यसलाई यसले त जोडी नै खोजेको छ यो मर्या जस्तो छ यसलाई यहीँ नछोडौँ घरमा लगेर छोडौँ यसको स्वास्नीसँग स्वाद लिनुपर्छ बुझ्यो त्यसो भए बोकेलाई तपाईँले झनै नटेर्ने दुध खुवाइदै खाँदै हिँड्छ घरमा एकछिन बात हुँदैन
तर पनि तिमीले पछि राम्रोसँग मलाई स्याहारसम्म गराएको दुःखहरूको इज्जत बढाएको सबै आमाहरू तिमीले सबै गर्नु पाउँछ। के भयो मेरो छोरालाई? के हुनु नि बाटोमा जाँड खाएर लडिरहेछ त्यही भएर पुर्याउन आएको नि घरसम्म। मलाई त यसले दुःख दियो तपाईँहरूलाई पनि दुःख दिएछ है? नसुध्ने भयो आज पनि झोकेर आइस म र कति खान सकेको। कहिले कहिले त 2 खुट्टाले टुकुन टुकुन हिँडेर घर आइदिनु नि है बाबु। त्यही त आमा यो कहिले नसुध्ने भयो। हो त नि यस्तै राम्री बुहारीलाई यस्तो दुःख दिने हो कि कसो के त? के गरेको? केही गरेको छैन आमा, अब गर्न बाँकी छ। तिर्दा त आमाले सम्हाल, म भित्र लगेर काम गर्न ठाउँछु। बाबा त भगवान भएर आइस छोरा, तैँले हाम्रो इज्जत बचाइस। यो त यी गुन्डाहरूले हामीलाई तँलाई मैले जन्म दिएर पनि त आफ्नो छोरा हुन सकिनस्। तैँले गर्नुपर्ने कर्तव्य खै पुरा गरेको? उमेश, तँलाई मैले नजन्माए पनि तैँले छोराले गर्नुपर्ने कर्तव्य सबै पुरा गरिस्। सबै नेपाली आमाका छोराहरू त जस्तै हुन्। मेरो सधैँ आशीर्वाद छ तँलाई बाबु। यो त मेरो कर्तव्य मान्छ हो आमा।